सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफै विश्व छ, दूर छ तर दूरताको दिव्य जादु। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने चाहिँ नेपाल घुम्न, बुझ्न अनि यसलाई समीक्षा गर्न सायद एउटै जुनी काफी नहोला। यस्तो ठाउँ हो नेपाल जहाँ उचाइको कुनै सीमा नहुँदैन। यो एउटा यस्तो ठाउँ हो प्राप्तिको। यो कथा हो हाँसोको, दुःखको, सेतो हिउँको आवरणमा लुकेको कालो अजङ्गको पहाडको, एउटा अलौकिक स्वर्णिम यात्राको। यो कथा हो तितो तर मिठो थोरङ्लाको। यो देखिरहनु भएको ठाउँ छ नि, सगरमाथा कवाज मैदानभन्दा अगाडि रहेको प्रशिक्षार्थी ब्यारेक। तपाईँलाई के लाग्छ, यो ठाउँ यति शान्त र सौम्य रहन सक्छ? यो त कदापि सम्भव नै छैन। यहाँ त कहिले सिधा नजर विश्राम, त कहिले ठाडा गुरुबाको म भन्दैछु विचार गर तालिमे, त कहिले माझी गुरुबाको ग्लोसी र मेट ब्ल्याक जुत्ता बीचको फरकपना, त कहिले अन्तिम समयसम्म रोकेर थम्नै गाह्रो भए पश्चात बत्तासिएर बुर्कुसी मारी रेस्टरुमतिर हानिँदै गरेको प्रशिक्षार्थी, त कहिले के कहिले के। यसै प्रशिक्षार्थी ब्यारेकभित्र रहेका 79 जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू देश दर्शनको लागि भोलि बिहानै देशका विभिन्न 3 स्थानमा रहेका पदयात्रामा निस्कँदैछन्। यही 79 जनाको समूह मध्ये 26 जनाको टिम मिति 2082 चैत 18 गते बिहानै देश दर्शन कार्यक्रम अन्तर्गत थोरङ्लाको लागि तयार हुँदैछ। आवश्यक तयारी, सामानको व्यवस्थापन र ब्रिफिङ पश्चात टोली आफ्नो गन्तव्य स्थलतर्फ प्रस्थान गर्दैछ। एउटा अनौठो विचार, सोचाइ र अपेक्षाका साथ सुरु भएको यो यात्रा नयाँ ठाउँमा पुगेर टिकटक बनाउने, फेसबुकको प्रोफाइल चेन्ज गरिहाल्ने सोचले बिहानको 4 बजेबाट कालो चस्मा भिरेर तयार भएका झिल्के प्रशिक्षार्थीहरू पुरै यात्राभर आफ्नो बसको सिटसँग यति टाँसिएर ढलेका छन् मानौ उनीहरू क्लासरुमको पछाडिको सिटमा बिहानको पिटी खेलेर आइबसेका छन्। यसरी अधिकांश समय ढलेका प्रशिक्षार्थीहरूले खाना खाने, नाच्ने र फोटो खिच्ने जस्ता अन्य महत्त्वपूर्ण इभेन्टहरूमा भने जोरदार सहभागिता जनाए। बिहानै लागेको पारिलो घाम अनि खुलेको मौसमले साँच्चै चामेले हामीलाई राम्रैसँग स्वागत गरेको हो कि भन्ने भान हुन्थ्यो। भ्रमणको सेड्युल अनुसार जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलज्यूबाट जिल्लाका सम्पूर्ण पक्षका बारेमा जानकारी प्राप्त हो। अल्कोहल पर्यो भने के हुन्छ, एकदम त्यो अल्टिट्युडमा जाँदा अल्कोहल पर्यो भने तपाईलाई लेक लाग्यो भने पनि त्यसलाई चाहिँ झन् रिड्युस गर्ने सम्भावना हुँदै हुन्छ। दिनभरिको यात्राले लखतरान भएको शरीर, शक्तिहीन भएका खुट्टाहरू, भोक र प्यासले प्याक प्याक परेको ओठ, मुख अनि दिनभरि हेरेर पनि नगाएका अतृप्त आँखाहरू। मानौ प्रशिक्षार्थीहरू अब डेक चल्न सक्दैनन्, तर थाहा छ हाम्रो अगाडि जे पनि हुन्छ राम्रैका लागि हुन्छ।
यो औषधि खाने पोख्ने अक्सिजन बोक्ने होइन सबै कामदाम गर्ने भनेको हाम्रो मन बलियो बनाउनलाई हो। करिब 1400 मिटरको उचाइबाट सुरु भएको हाम्रो यात्रा तेस्रो दिनमै 4000 मिटरभन्दा माथिको उचाइमा पुगेकोले सबैलाई केही असहज महसुस भइरहेको आभास हुन्थ्यो। हेर्दा पल्लैपट्टि जस्तो देखिने डाँडो, हौ जेठा भनेर बोलाउँदा अन के पनि भनेर साउती मार्ने जस्तो ठाउँ, तर हेर्दै गर्दा भने जेठाको मासी गनेर 3-4 पटक विश्रामपछि मात्रै मरेर पुगिने ठाउँ। यात्रामा भेटिने उराट लाग्दा ठाडा गोरेटोहरू, त्यसमा ओहोरदोहोर गरिरहेका स्वदेशी तथा विदेशी पर्यटकहरू, सामान तथा मानिस बोकेका घोडा तथा खच्चडहरू देख्दा झन्डै 15-20 किलोको झोलाले थिलथिलो पारेको ढाड लिएर बट्टा नै खाली हुने गरी धसेको सेतै सनस्क्रिनले समेत उज्यालो अनुहार नदेखिएका प्रशिक्षार्थीहरूमा ल्यान्डस्लाइड एरियालाई कटेर जाने क्रममा स्टिक नै बाङ्गिने गरी लड्दा समेत मनमा कुनै किसिमको अस्वाभाविक दुःख थिएन। बरु थियो समीपमा अदम्य सास लिएर ठडिएको सेताम्य हिमाल अनि त्यसको तलबाट अनवरत बगिरहेको मर्स्याङ्दी नदीले सुसाउँदै सुनाएको मिठो गीत, जसले मुर्झाइसकेको हाम्रो हिमाल र हिउँ टेक्ने सपनालाई जुरुक्कै बिउजाइदिन्थ्यो। देश दर्शन अन्तर्गत एकैचोटि उचाइमा गएर देशलाई हेर्दाखेरि सबै किसिमको कुराहरू, भौगोलिक बनावटदेखि लिएर यहाँको सामाजिक सांस्कृतिक र राजनीतिक सबै कुराहरूलाई चाहिँ एकनासले हेर्ने नजर र त्यो उचाइमा पुग्नको निम्ति पार गर्नुपर्ने अनेकौं कठिनाइहरू, त्यसका बावजुद पनि टोली अगाडि बढिरहेको छ। प्रकृतिको पनि उत्तिकै समर्थन रह्यो यसमा। बेलुका हिउँले राम्रो स्वागत गरे। जाँदा ढुङ्गा माटो रहेको बाटो, फर्किँदा पुरै हिउँले ढाकेको थियो। कहिले पुगेर हिउँ खेलौँ भन्नेहरूलाई अब चाहिँ हिमाल र हिउँ दुवै टाउको दुखाइको विषय बनिसकेका थिए। धेरै गुलियो पनि ठिक नहुने रहेछ। यात्राको मुख्य गन्तव्य स्थलको लागि मनमा कयौं दुविधा लिएर गइराख्दा झोलाको बोझ, अक्सिजनको कमी र उचाइले गर्दा कतिपयले अब मलाई जिन्दगीभर हिउँ देख्न पुग्यो भन्न समेत भ्याए। लगातारको हिमपात, झन्डै 700 मिटरको उचाइ एकै दिन चढेर 4800 भन्दा बढी उचाइमा पुग्नुपर्ने अनि 4-5 दिनदेखि झोला बोकेर हिँडिरहेको ज्यान बेलुकातिर थोरङ्ला पासको प्रवेशद्वारमा आइपुग्दा बरु 12 दिन पिटी कुदिन्छ तर आइन्दा ट्रेकिङ आइँदैन भनेर एकजनाले मनको बह पोखिहाले। खैर, मनमा बह छ र त सङ्घर्ष छ, सङ्घर्ष छ र त सफलता छ, अनि त्यही सफलताको प्राप्तिमा नै त पुरा जीवन समाहित छ। लगभग 4.5 को यात्रा थोरङ्ला पासको लागि हाइकमबाट 4800 मिटरबाट 5400 सम्मको यात्रा। एउटा यस्तो ठाउँ जसको लागि यो टिम कयौं दिन अगाडिबाट शारीरिक र मानसिक रूपबाट तयार हुँदै थियो, जसमा सबैको सपना अडिएको छ, जसमा सबैको सुख दुःख अनि सङ्घर्षका कथा लेखिएका छन्, जुन हामीभन्दा अझै 600-700 मिटर उचाइमा थियो। प्रतिकूल मौसमका बावजुद बिहान 4:30 बजे सुरु भएको हाम्रो यात्रा लगभग 11 बजे गन्तव्य स्थल पुगेर सकियो। थोरङ्ला पास आइपुगेको छ टोली। सुख र दुःख मिश्रित भावना लिएर एउटा छुट्टै सन्नाटाका बीच उभिएर आफैलाई प्रश्न गर्दै थिएँ, के हामीले साँच्चै सक्यौं? के साँच्चै हाम्रो सङ्घर्षको कथा लेखिएको हो? नेपथ्यबाट थोरङ्लाको सम्पूर्ण वातावरण प्रतिध्वनित हुँदै एउटा ध्वनि गुन्जमान भयो, स्याबास 184। जिल्ला प्रहरी कार्यालय मनाङबाट 2 जना गुरुवाहरू हाम्रो यात्राको सारथी बन्नुभयो। उहाँहरूले यात्राका दौरान पुर्याउनु भएको सहयोगबाट मात्र यो पदयात्रा सम्भव हुन सक्यो। उहाँहरूलाई हाम्रो टोलीको तर्फबाट विशेष धन्यवाद। कठिन र चुनौतीपूर्ण यात्राको सफलता पश्चात टोलीले मुक्तिनाथको दर्शन र सरसफाई गरी दिनको सुरुवात गर्यो।
तत्पश्चात बाटोमा रहेको मार्फा गाउँ तथा रूपसे झरना हेर्दै सुन्दर नगरी पोखरामा आई प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीसीज्यूसँग अन्तर्क्रिया कार्यक्रम भयो। सँगसँग जुट्दै टोलीले रगला पास प्लस गरेर आयो। त्यसको लागि चाहिँ सम्पूर्ण टोलीलाई हार्दिक बधाई।